नेपाली स्पोर्ट्समा साँच्चीकै सक्सेसफुल हुने हो भने हामीले हाम्रो नेबरिङ कन्ट्रिजहरूबाट सिक्ने कुराहरू थुप्रै छन्। के तपाईँलाई थाहा थियो हाम्रो छिमेकी राष्ट्र इन्डियाको स्कुल्सहरूमा स्पोर्ट्सलाई एक्स्ट्रा करिकुलम एक्टिभिटिज मात्र नभएर एउटा कोर सब्जेक्टको रूपमा ट्रिट गरिन्छ। इन्डियाले 2020 मा नेशनल एजुकेसन पोलिसी लागू गरेको थियो, जसले गर्दा स्पोर्ट्स इन्टिग्रेटेड लर्निङ लागू भयो र हरेक दिन त्यहाँको स्कुलहरूमा डेडिकेटेड टाइम एलोकेट गरिएको हुन्छ फिजिकल एक्टिभिटिजहरू गर्नको लागि मात्र। यति मात्र होइन, इन्डियाले 2018 मा खेलो इन्डिया एप लन्च गर्यो, नेशनल प्रोग्राम फर डेभलपमेन्ट अफ स्पोर्ट्स भनेर। यो कार्यक्रमको उद्देश्य नै इन्डियामा स्पोर्ट्स कल्चर रिभाइभ गर्नु र राम्रो एथलेट्सहरू खोजी उहाँहरूलाई सपोर्ट गर्नु थियो। यसले चाहिँ शहरका ठूला रङ्गशालाहरू मात्र होइन, गाउँका कुना काप्चामा लुकेका प्रतिभाहरू खोज्न सुरु गर्यो। खेलो इन्डिया मोबाइल एप मार्फत स्कुलदेखि विश्वविद्यालयसम्म एउटा यस्तो प्रणाली बनाइयो जहाँ प्रतिभाशाली खेलाडीहरूले तालिम मात्र पाउँदैनन्, उनीहरूले आफ्नो फिटनेस र गोल ट्र्याक गर्न सक्छन्। यसको मतलब एउटा गाउँको बच्चाले गाउँको चौरमा दौडिँदा पनि सरकारको नजर पर्न सक्यो। अहिले यो एप मार्फत सरकारले प्रत्यक्ष रूपमा 21 लाख स्कुल जाने बच्चाहरूको रेकर्ड सेन्ट्रलाइज गर्न सकेको छ। खेलो इन्डिया मार्फत सरकारले पहिचान गरेका प्रतिभाहरूलाई वार्षिक रूपमा 6,28,000 रुपियाँको छात्रवृत्ति र खेलाडीहरूको व्यक्तिगत खर्चका लागि सिधै उनीहरूको खातामा मासिक 10,000 भत्ता समेत पठाउने गरिएको छ। अर्कोतर्फ चीनको मोडल अझ सिम्पल छ। त्यहाँ 2,000 भन्दा बढी विशेष खेलकुद विद्यालयहरू नै छन्, जहाँ 4 वर्षको उमेरदेखि नै बालबालिकालाई भर्ना गरिन्छ। उनीहरूले हप्ताको 20 घण्टा भन्दा बढी समय आफ्नो खेलको लागि समर्पित गर्छन्। नेपाली स्पोर्ट्समा साँच्चीकै सक्सेसफुल हुने हो भने हामीले हाम्रो नेबरिङ कन्ट्रिजहरूबाट सिक्ने कुराहरू थुप्रै छन्। मेजरली त एउटा पोलिसी लागू गर्नाले देशभरिको बच्चाहरूको लाइफस्टाइल, सिकाइ र अपर्च्युनिटीमा ठूलो चेन्जेस ल्याउन सकिन्छ। अर्को कुरा चाहिँ ग्रासरुट प्रोग्राम्सले ट्यालेन्ट स्काउटिङ र ट्र्याकिङमा ठूलो मद्दत गर्न पनि सक्छ। अनि प्रोभिन्स गभर्नमेन्टको रोलमा यदि धेरै क्वेसन्सहरू भइराख्दा स्पोर्ट्स सेक्टर्समा प्रदेश सरकारले पुर्याउन सक्ने कन्ट्रिब्युसन पनि धेरै नै छन्। हामीले बिर्सिन नहुने कुरा चाहिँ स्पोर्ट्स क्यालेन्डर, हाम्रोमा हुने स्पोर्टिङ कम्पिटिसन र एकाडेमिक इक्जाम नजुत्ने गरेर क्यालेन्डर बनाउने, जसले गर्दा पेनाल्टी बिना एउटा बच्चाले पढाइ र स्पोर्ट्स दुवै पर्स्यु गर्न सकोस्। या इक्जाम र टुर्नामेन्ट जुधेको खण्डमा छुट्टै इक्जाम दिने व्यवस्था पनि गर्न सकिन्छ। इन्डियाले हरेक कम्युनिटीमा स्पोर्ट्स एकाडेमी बनाइसक्दा पनि हामी भर्खर वान स्कुल वान स्पोर्ट्स स्ट्रक्चरमा स्टेप इन गर्दैछौँ। अझ दुर्गमका स्कुलहरूमा त बेसिक स्पोर्ट्स मेटेरियल पनि पुगेको छैन। यतिले मात्र त पुग्दैन। अब स्कुलहरूलाई नर्सरिज जसरी डेभलप गर्नुपर्छ, जहाँ ट्यालेन्टेड प्रोफेसनलहरूले ट्यालेन्टेड बच्चाहरूलाई यङ एजबाट नै आइडेन्टिफाई गरेर ट्रेन पनि गर्न सकोस्। अनि हाम्रो अर्को विडम्बना, नेपाल अझै पनि डाटामा एकदमै पछाडि छ। अझै स्पोर्ट्समा त सेन्ट्रलाइज डाटा छँदै छैन।